दादाहरू सबै बाहिर कमाएर आउँदाखेरि अब धनु राम्रो जुत्ता पेन सार्टहरू लगाएर आउँथ्यो तिहारहरूमा होइन। हजुर। अनि आफ्नो महसुस के हुन्थ्यो भने राम मोबाइलहरू हातमा देखिन्थ्यो। बाहिर भनेको बहुत सुख होला जस्तो लाग्थ्यो हामीलाई पनि। अहिले गाउँको केटाहरू तिमीलाई अनुकरण गर्न थाले अरे तिम्रो मतलब गाउँको केटाहरू यहाँ अब देख्नु थाले अनि हामी पनि गर्छौँ भन्ने भयो। 6,000 को सेलेरीबाट स्टार्टिङ गरेको थिएँ लेबर काममा। लगभग 4-5 जना मान्छे पनि छ सेलेरीमा तपाईँको काम गर्दैछ। 50-60 हजार रुपियाँ सेलेरी दिनुपर्छ। মই আহিছিলোঁ এতিয়া তেলেনী গাঁৱৰ ওচৰত নিচেই ওচৰত থকা ডিপৰা বৰিগাঁৱত আৰু বৰিগাঁৱত উপস্থিত হৈ এজন ভাইটিক লগ পালোঁ। ভাইটিৰ কথাটো ইমানে ভাল লাগি গ'ল। ভাইটিৰ নাম হৈছে জীৱন চাহানী। আমাতকৈ বহুত সৰু। নন্দকিশোৰতকৈ আমি নন্দকিশোৰৰ লগতে পঢ়া। ভাইটিৰ এটা কিছুমান কথা মোৰ একদম মন চুই গ'ল, মানে একদম ভাল লাগি গ'ল। কথাটো আপোনাক আচলতে শুনাব বিচাৰিছোঁ। কি কয়নো সি, তেওঁ অলপ অসমীয়াত কমফৰ্টেবল নহয়, নেপালীতে ক'ব। চাহানী যিহেতু আৰু তেওঁ আছিল আচলতে বাহিৰা ৰাজ্যত তামিলনাডুত আছিল। সুদূৰ তামিলনাডুৰ পৰা আহি ইয়াতে নিজৰ খেতি পথাৰত তেওঁ মনোনিৱেশ কৰিছে আৰু ট্ৰেক্টৰ লৈছে। ট্ৰেক্টৰ নিজে চলায় আৰু মানুহ কেইজনমানক সংস্থাপন দিছে। প্ৰায় 6-7 জনক মানে তেওঁ সংস্থাপন দিছে আৰু তেওঁৰ অনুসৰণ কৰি এতিয়া গাঁৱৰ যি ল'ৰা আছিল বাহিৰত আছিল, তামিলনাডু, বেংগলোৰ, কেৰেলা, এইখিনি ল'ৰাকেইটা আহি এতিয়া নিজস্ব কিবা এটা কৰিবলৈ চেষ্টা কৰি আছে। তেওঁৰ মুখেৰে শুনিব বিচাৰিম আচলতে তেওঁৰ এই জাर्नीটো केनेকৈ स्टार्ट হৈছে। भाइ भन त अब के कसरी स्टार्ट भयो, कसरी गर्यो? तिमी त तामिलनाडुमा थियौ होइन? अनि तामिलनाडुमा मतलब सानोबाट अब त्यस्तै थियो होइन, घरको दुःखहरू। हजुर। आमा पनि थिएन। हजुर। सानोबाट जिम्मेदारी उठाउनुपर्छ केटा मान्छेहरूले होइन। पढालेखा पनि त्यस्तो गरिएन अनि केटाहरूलाई बाहिर गएको देखेर हामीहरूको मनमा पनि त्यस्तै भयो। बाहिर कस्तो महसुस हुन्थ्यो जब बाहिरबाट केटाहरू आउँथ्यो? महसुस यस्तो हुन्थ्यो, आफूसँग त केही हुन्थेन। दादाहरू सबै बाहिर कमाएर आउँदाखेरि अब धनु राम्रो जुत्ता पेन सार्टहरू लगाएर आउँथ्यो तिहारहरूमा होइन। अनि आफ्नो महसुस के हुन्थ्यो भने राम मोबाइलहरू हातमा देखिन्थ्यो। बाहिर भनेको बहुत सुख होला जस्तो लाग्थ्यो हामीलाई पनि। हावामा पैसा आउँछ लिएर आउँछ बस होइन, त्यही सोचिन्थ्यो। तर म पनि गएको थिएँ तपाईँको तामिलनाडु होसुर भन्ने जग्गामा बसेको गेयर नाइट फ्याक्ट्रीमा गएको थियो। तपाईँको जाँदाखेरि 5-6 को सेलेरीबाट स्टार्टिङ गरेको थिएँ लेबर काममा। मेहनत गर्दै गएँ। एउटा कम्पनीमा तपाईँको 9 वर्ष निकालिदिएँ मैले। लेबरबाट गर्दा तपाईँको अपरेटर वा मेकानिकल जे पनि काम प्रमोसन हुँदै गयो। स्यालेरी पनि बढ्दै गयो, निकै बढ्दै गयो। उपरवालाले पनि राम्रो साथ दियो। अरू तपाईँको कस्तो हुँदाखेरि भन्दाखेरि अनि के होस् चाहिँ कसरी आयो यहाँ गाउने आउँ भनेर? कस्तो होस् कसरी आयो भन्दाखेरि त्यहाँ अलिअलि पैसा कमाएको थिएँ मैले अब मेहनतै गरेर। त्यहाँ पनि 50-60 जना मान्छे राखेर कन्ट्याक्टदार भएको थिएँ म। अनि आएर धर्नु दाजुभाइ 4 जना थिएँ। मैले एउटा ट्रेक्टर लिएर थिएँ। गाउँमा काममा लाग्छ वा खेतीबारी गर्नु सकिन्छ भनेर खेतीबारीबाट यसो लगाव थियो आफूलाई सानोदेखि नै। अनि आएँ यहाँ लकडाउनले यहीँ बसी भइयो। अनि तोरी खेतीहरू गर्नु थालियो। अनि त्यहाँबाट अलिकति साहस भेट्यो। त्यहाँखेरि यतापट्टि यो लिजमा लिएर माटो अहिले यो सब्जी खेतीहरू गरिँदैछ। लगभग 4-5 जना मान्छे पनि छ सेलेरीमा तपाईँको काम गर्दैछ। 50-60 हजार रुपियाँ सेलेरी दिनुपर्छ। कसरी दिनुपर्छ? लगभग तपाईँको 7,000बाट स्टार्टिङ छ लेडिसहरूको। एउटा लेडिसको 7,000-8 हजार सेलेरी हुन्छ। अरू जस्तो कि खोर्सानी टिप्नु भयो, यो बिलाइहरू टिप्नु भयो। अनि जो लोग्ने मान्छेहरू हुन्छ जसको काम जस्तो कि यो भेटीहरू अलिकति ठिक गर्ने हुन्छ, अलिकति हार्ड काम हुन्छ तिनीहरूको 10,000-10,500बाट सेलेरी स्टार्ट हुन्छ। तिनीहरूले यो गर्छ। अनि त्यसरी गरिरहेको छु, मान्छेहरूलाई पनि दिइरहेको छु, आफूलाई पनि पुगिरहेको छ उपरवाला भगवानले। अहिले गाउँको केटाहरू तिमीलाई अनुकरण गर्न थाले अरे तिम्रो मतलब गाउँको केटाहरू यहाँ अब देख्नु थाले अनि हामी पनि गर्छौँ भन्ने भयो। अनि अलिअलि सिकाइदिनु भन्थ्यो केही असुविधा पर्यो भने। कति
कतिजना आए त तिम्रो 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 यो कामहरू देखेर कतिजना उहाँबाट छोडेर आए यहाँ गाउँ? गाउँ उहाँबाट त लगभग तपाईँको निकै मान्छेले छोड्नु थाले। अब अहिले लगभग अरू मान्छेहरू पनि सोध्छ हामी पनि गर्दा हुन्छ भन्दाखेरि, अनि कष्ट गर्दाखेरि तपाईँको सक्सेस जरुर हुन्छ एक दिन न एक दिन। 1 वर्ष या 2 वर्ष अलिक अप्ठ्यारो हुन्छ। एउटा काममा लगाव राख्नु पऱ्यो भने भगवान्ले जरुर अगाडि बढाउँछ मान्छेलाई। मेहनत चाहिँ गर्नुपर्छ होइन। म अब धर्नु खेती मात्रै होइन, लगभगै निकै काम गर्छु। यो नर्सरीहरू पनि मेरो आफ्नै हो। हेर्नु सक्नुहुन्छ यो पुलीहरू छ यहाँ। म पुलीहरू पनि बनाएर बिक्री गर्छु नि। जस्तो कि यो बडे खोर्सानीको पुलीहरू भयो, यिनीहरू लगभग मैले योपालि 35-40 हजार रुपियाँको पुली नै बिक्री गरेको योपालि। अच्छा, एउटा पुली तपाईँको यसरी यहाँबाट सिफ्टिङ गरेर यस्तो जस्तो कि यहाँ ल्यायो, यो पुली यहाँ रेडी गर्दाखेरि यो एउटा पुलीको दाम 10 रुपियाँबाट 5 रुपियाँमा सेल हुन्छ आरामसे। लगभग तपाईँको यसको प्रोडक्सन कति महिनामा आउँछ? यो प्रोडक्सन तपाईँको 3 महिना अब हार्भेस्ट गर्न सकिन्छ यो बडे खोर्सानी। अच्छा, अहिले त लगभग 600 रुपियाँ 700 रुपियाँ रेट छ होलसेल। ओके। अनि तपाईँको धर्नु राम्रो एउटा बिजनेस हो यो। अनि लास्टमा एउटा चाहिँ भाइ तिम्रो मुखबाट एउटा मेसेज चाहियो के, जो पनि बाहिर छन् होइन, तमिलनाडु, बेङ्गलोर, केरलाहरूमा छन्, अनि त्यहाँ यहाँ केही गर्नु खोज्दैछन्, उहाँ अब फ्रस्ट्रेट छन् होइन, काममा जे सोचेर गएको थिए त्यो सोचेको फल भेटेको छैनन् होइन, अनि तिनीहरूलाई चाहिँ के मेसेज दिन चाहन्छु? अब तिनीहरूलाई मेसेज यही दिन्छु, हाम्रो जति पनि दाजा बा भाइ बा हामीभन्दा ठुलो काकाहरू जति पनि अझै पनि बहुत उमेरको मान्छेहरू बाहिर गएर काम गर्नु हुँदैछ, तर तिनीहरूले एक टाइममा सेलेरी मात्रै भेट्दैछ होइन। महिनामा एउटा सेलेरी भेट्छ, त्योभन्दा धेरै खर्च हुन्छ घरमा। त्यति खर्च हाम्रो यहाँ पनि कमाउनु सक्छ। खेतीबाट जतिको मान्छेहरूले सोच्छ अब खेतीबाट केही हुँदैन भनेर, खेती अब अगाडिको मोडेलमा गर्दा हुँदैन होइन, नयाँ पद्धतिले गर्नुपर्छन्। अलिकति खर्च पनि गर्नुपर्छन् आफू लाग्यो भने। अरू हाम्रो आसाममा माटोको कुनै कमी छैन, जता पनि जानुहुन्छ सनै पर्छ, तर हामीलाई यहाँ एउटै दिगदार हुन्छ, हात्तीको लागि मान्छेले लगभग खेती छोड्ने कारण चाहिँ हो। अब त्यसको लागि अलिकति धर्नु मैले जस्तो केम बनाएर बसेको छ, यहीँ बसेर ड्युटी गरेर अलिकति कष्ट गर्नुपर्छ। म राति आफै यहीँ बस्छु, खेती पनि गर्छु। लगभग गाई बाख्रा अहिले एउटा ब्रोइलर फार्म गर्ने मान्छेले पनि महिनाको लगभग तपाईँको 40-50 हजार रुपियाँ एउटा कमाउँछ होइन, त्यो पनि गर्न सक्नुहुन्छ। अरू त्यसमा हाम्रो जस्तो कि ग्रामीण विकास ब्याङ्कहरू छ, तिनीहरूले पनि सब्सिडीमा तपाईँको यो केसीसी लोनहरू राम्रो चालले दिन्छ होइन। युवाहरूलाई अगाडि बढ्नुलाई बहुत सुविधा गरिदिएको छ गभर्मेन्टले, अलिकति त्यो लिएर आग बढ्नु सक्नुहुन्छ होइन। अरू फ्यामिलीसँग हुँदाखेरि त अरू त्योभन्दा अरू सुख काहीँ छैन, के भन्नु। अनि এয়া আছিল আমাৰ গাঁৱৰে ওচৰৰ গাঁৱৰে ভাইটি এজন আৰু জীৱন চাহানী, আৰু তেওঁ কম বয়সতে আচলতে এটা সুন্দৰ নিদৰ্শন দাঙি ধৰিছে। যি ভাবি গৈছিলে তামিলনাডু সেয়া আচলতে পূৰ্ণ হ'ল। তাৰপিছত আহি লকডাউনে আচলতে তেওঁক এটা শিক্ষা দিছিলে, আৰু তাৰপিছত এয়া তেওঁৰ পথাৰত লমালমে এতিয়া বিলাহী, ফুলকবি, বন্ধাকবিৰ পৰা ধৰি জলকীয়াৰ পৰা ধৰি সকলো ধৰণৰ শাক পাচলি আচলতে ইয়াতে তেওঁ খেতি কৰি আছে। কিমান বিঘা আছে ভাইটি এতিয়া? এইটো আপোনাৰ 10 বিঘা প্লট হয়। 10 বিঘা ন? 10 বিঘা কৰিছে তেওঁ। এইটো নিজৰ মাটিও নহয়, গোটেই লোকসকল গাঁৱৰ ডেকা গাভৰু চব, খুৰা বৰ্তা চব বাহিৰত আছে, বাহিৰা ৰাজ্যত আছে, বেংগলোৰত আছে, কেৰেলাত আছে। গোটেই মাটিটো চন পৰি আছে, সেই মাটিটো তুমি ল'লা, তাৰপিছত খেতি কৰিলা। এতিয়া আপোনাৰ এতিয়াতো 4-5 জন মান আছে, আৰু আপোনাৰ 1 মাহমান পিছত ইয়াতে 50 জন মান মানুহ কামত লাগিব। আচ্ছা, ডেইলি আপোনাৰ ধৰক জলকীয়া ছিঙোতে 50 জন মান মানুহ কামত লাগিব। আচ্ছা, 50 জন মানুহক তুমি সংস্থাপন দি আছা? দিব লাগিব। ঠিকেই আছে, ভাল লাগিল, আগবাঢ়ি যোৱা। এয়া আছিল আমাৰ জীৱন চাহানীৰ এটা সুন্দৰ কাহিনী আৰু নিদৰ্শন। আশা কৰোঁ আপোনালোকে ভাল পাব। ধন্যবাদ।